नमस्कार। तपाईहरुलाई थाहा छँदैछ चुनाव आउनलाई अब थोरै समय मात्रै बाँकी छ। ठ्याक्कै एक हप्ता आजको दिनबाट फागुन 21 गते बिहीबारको दिन चुनाव हुँदैछ। सबैमा उत्साह छाएको छ भन्नुपर्छ। चुनाव आउँदाखेरि एक प्रकारले नयाँ तरंग आएको छ नेपालमा, धेरै आशाहरू पनि छन् र यही बीचमा चाहिँ एमालेले बारम्बार भन्दै आएको चुनावमा निष्पक्ष हुन सक्ने सम्भावना एकदमै कम छ। हामी हरेक बुथ हेर्नको लागि 20 देखि 30 जना हाम्रा स्वयंसेवकहरू खटाउँछौं। कसैले सोच्दै नसोचे हुन्छ कि बुथ कब्जा गर्ने भनेर बारम्बार भन्दै पनि आइरहेको छ र यही बहानामा चुनाव अलि पछाडि सार्नुपर्छ भन्ने कुराहरू पनि केही समय अगाडिसम्म गरिनै रहेको थियो र यसै बीचमा अहिले एकदमै राम्रो, एकदमै सुन्दर खबर आएको छ। त्यो के हो भने नेपाल सरकार र निर्वाचन आयोगले मतपेटिका एक ठाउँबाट अर्को ठाउँमा सुरक्षित तवरले राख्नको लागि नेपाली सेनालाई जिम्मा दिएको छ। अब आफै सोच्नुहोस्, नेपाली सेना जतिको विश्वासिलो र सबैभन्दा सुरक्षित तवरले काम गर्ने सुरक्षाको अंग अरु कुन हुन सक्छ। अब तपाईलाई चाहिँ के लाग्छ? के आउँदै गरेको चुनाव, एक हप्ता मात्रै बाँकी भएको चुनाव निष्पक्ष रूपमा सरकार र निर्वाचन आयोगले सोचेको जस्तै गरी धाँधली रहित होला त? मलाई चाहिँ त्यस्तै लाग्छ। चुनाव समयमै हुन्छ, धाँधली रहित हुन्छ र उत्साहपूर्ण रूपमा यो चुनावमा जनताले सहभागिता जनाउनेछ। तपाईलाई कस्तो लाग्छ? आफ्नो मत कमेन्ट्समा लेख्नुहोस् है त। नमस्कार।